लामो डर चौधरी यतै अब यहाँ चाहिँ मुखसुख धुँदै हामी चाहिँ फ्रेस भएर है धुलो मैलालाई फाल्ने चिसो पानी छ पानी कति फ्रेस छ भएन एकदम फ्रेस यति मिठो हैन लेकको पानी हो ल यो चाहिँ हाम्रो ट्राउट माछा है त यो बहुत नजिकबाट ल नजिकबाट यो गरिरहेको छ यहाँ तल भाइले यहाँ तल अनि माछा बनाउँछ भाइले यहाँ आमा बुढी त्यहीँ फालिदिने हो है कुखुराले खान्न यसको आमा बुढी दाँत हुन्छ यहाँ उतै हुन्छ यो माथि यो सेतो सेतो भनेको खाने लायक भयो भन्ने कुरा हो फेरि यो तिनीहरू आगेको बसमा ठोक्यो होला यो उसमा ठोक्यो होला भेट्दामा होइन त्यही चाहिँ दाना खाने यिनीहरू एक आपसमा धकल धकल हुन्छ होला नि त त्यही भएर खाइ ल काइदा छ झुन्डाउनु न त्यसरी त्यहाँ हात हालेर ल लगभग कति छ यो एउटा आधा छ यार आधा त नभनौँ पाउ जति छ कि पाउ चाहिँ छ ल पाउ त छ एक पाउ चाहिँ छ है ल यो ल यहाँ भेना चाहिँ माछा छोप्दै आइज ल यहाँ सर लाएर ल पर्यो कतिवटा पढ्यो सर्दै गाह्रो सर्द गाह्रो छ है एउटा परेछ ट्याक्कै यो त ठुलो रहेछ क्या हो यो त ठुलो रहेछ यो चाहिँ ठुलो रहेछ यो त ठुलो रहेछ है भन्दा ठुलो छ यो त पानी राख फेरि खस्ला हो आमा खतरा है आमा को ठुलो यार ल हामी चाहिँ अब यही छोडिदिन्छौँ हामी चाहिँ पाप गर्दैनौँ होइन हामी पाप गर्ने परेनौँ हामी चाहिँ छोडिदियो ऊ छ हातै त्यही पानीमा डुबाइ आफै जान्छ अलि त्यो जाली त्यो भयो जाली ओक्राएको भयो अहिले तलसम्म राख त्यो जालीमा अड्क्यो त्यो ढुक्क ताली निस्किरह्यो डोनमा डोन भनेर भाइले त टन्नै छ यहाँ ल आमा यति धेरै मारे भाइले चाहिँ यो सबै मार्ने भाइ 5 केजी होइन 1 केजी 3वटा यो ट्राउट कसरी मारिन्छ भनेर पनि होइन यसरी मारिन्छ चिप्लो भएर अब यसले समात्ने होइन चिप्लो हुन्छ नि र समात्ने यसरी यसरी समातेर ब्रसले हान्दिनु रहेछ ल अनि ब्रस धेरै ठाउँमा काम लाग्छ हो ए उतो पनि ब्यागमै नअट्ने भयो क्या नासो धेरै हुने भयो
नमानु नमानु तपाईँ मान्नु न क्या तपाईँले पाप काम नगरौँ अनि तपाईँले बिर्सनु भयो क्या काठमाडौँ नगर्ने कहाँको यहाँ फाँटको चुले जाँदा दिदी अड्किन्छ त्यो एक केजी अलि भएन 1 केजी अलि भएन एउटा सानो भयो हुन्छ अब चिप्लिन्छ नि रुमालले सम्झिने रहेछ क्या त्यहाँ अनि दुध चिप्लिन्छ नि यसरी चिप्लिँदो रहेछ क्या अनि यसरी रुमालले समात्न पर्छ है यहाँ जोख्ने चाहिँ अट्टलाएर होइन होइन त्यसरी होइन ल्याइ ए ल गयो ल्याइ खस्यो सोल्टीतिर यता राख अहिले माछा आउँछ हो त्यसलाई यसरी समातेर अनि यहाँ सर र सर न दामी देख्छ सर सर जाऊ 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 इट्नु भयो खानाको साथसाथै घर लान पनि सकिन्छ माछा चाहिँ मारेर यसरी घर पनि हामी बनाएर यसरी पठाउँछौँ है त ल यसरी माछा बनाएर पठाउँछौँ हामीले खाना भुँडी फालेर यसरी माछा मारेर खान नि पाइयो यहीँ पकाउँछु भन्न नि पाइयो घर लान्छु भनेर पायो है यसरी घर लानु पाइयो यहाँ जोख्ने अनि यसरी जोखेर लाने दाइ हाम्रो केजी कसरी दाइ हाम्रो दाइ दाइ केजी कसरी हाम्रो यो ट्राउट 1200 रुपियाँ केजी ल खास 14 थियो यहाँ 1200 मिलाएर ल सबैजना आउनु होला यहाँ ट्राउट माछा लिन चाहिँ यसरी हामी भुँडी फालेर यसरी मजाले बनाएर दिन्छौँ है भुँडी सहित 1400 भुँडी फालेर 1200 होइन
जोडी कुरा लयो तल यत्रो ठुलो होइन ऊ त तल माछा मार्ने ठाउँमा पुगेस् ल अब कोसीले चाहिँ हाम्रो यत्रो भयो यहाँको कोसीले त खत्रै है अब हामी चाहिँ अब घरतर्फ लाग्छौँ कुखुरातिर प्याक त निकै नै प्याक भइरहेछ आज जोस् है जाने बेला भयो दिदी अब हामी रेडी हुन्छौँ है सामान झोलामा सबै कोचारिसक्यो भयो दिदी अब त भयो ल भाउजू धेरै धेरै धन्यवाद ल दाइ टाटा बाई बाई फेरि भेटौँला ल ओके ल बाई बाई ल दाइ बाई बाई हामी चाहिँ गाइस यहाँ सिक्लेसको बुद्ध पार्कमा पनि एकछिन बस्यो है त अब हामी घरतिर लागेको छौँ खाना खाएर हामी साला बनाएर खाना खाएर टन्न फुल भएर अब हामी लाग्छौँ घरतर्फ ल गाइस अब हामी फाइनल चाहिँ अब पोखरातिर रिटर्न हुन लाग्यो है अब हाम्रो बाइक चाहिँ यहाँनिर छ है बाइक हाम्रो यहाँनिर छ अब हामी पानी नपऱ्यो हुन्थ्यो है अब सरर लागिन्छ अब ल बाटो बाटो बिग्रेछ अलिअलि अब यहाँ बिस्तारै जानु पऱ्यो ट्याक्सी सरर ल राइट गाइज हामी चाहिँ अब फर्किँदै गरेको क्रममा अनि हामी चाहिँ अब यहाँ फर्केको क्रममा एकछिन चाहिँ यहाँ ब्रेक बसेको है यस्तो हिमालको सुन्दर दृश्य देखेर चाहिँ हामी एकछिन यहाँ है मोहित भएर लोभित भएर चाहिँ बसेको एकछिन चाहिँ हामी है यो बादल हटेको भए है हेर यो गाउँ पहाडको मुनि बसिएको गाउँ हेर यस्तो सुन्दरता कहाँ पाइन्छ हेर्नुहोस् जहाँ हुन्छ हाम्रै देशमा छ नेपालमा हुन्छ होइन त कहाँ पाउँछ भन त ल दृश्य कहाँ पाउँछ अरू देशमा पाउँदै पाउँदैन हेर यस्तो हरियाली डाँडा काँडा पहाडको मुनि यस्तो सानो राम्रो मिठो गाउँ हेर्नुहोस् आहा त्यसै त भन्थेन कि बुढापाकाले कि है 9 डाँडा काटेर मायालाई भेट्न जाने भन्ने कुराहरू त होइन हो त पहिलाको बुढापाकाले जान्छ नि हो गरेकै भएकै कुरा हो त्यो हो होइन हो नि भएकै कुरा गरेको उनीहरूले गाइस हामी हेर्नुहोस् यो विजयपुरको खोला है यो पुल होइन हामी चाहिँ अब पोखरा आइपुग्यौँ चिप्लीबाट यो चिप्ली जाने बाटो है यो इन्डिङ बाटो है मेरो साला केटा मुकेश गुरुङ है मुकेश कस्तो भयो त नि आजको हाम्रो सानो राइड आजको हाम्रो यो छोटो मिठो हाम्रो चिप्लीसम्मको राइड चाहिँ एकदमै रमाइलो भयो है एकदमै रमाइलो भयो हाम्रो श्यामदाईको ट्राउट फार्ममा चाहिँ मिठो है ट्राउट माछा अनि लोकल सुकुटी अनि लोकल चामलहरू सबै खाइयो है सबै परिकार एकदमै मिठो थियो है हाम्रो श्यामदाई र भाउजूको धेरै धेरै धन्यवाद है मेरो तर्फबाट मेरो भेनाको तर्फबाट अनि आजको ओभरअलमा चाहिँ हाम्रो समरी चाहिँ यो भ्लग चाहिँ एकदमै मेमोरेबल भयो हाम्रो चाहिँ यो भिडियो चाहिँ अब हाम्रो चाहिँ एकदमै हाम्रो यो मेमोरेबल हुनेछ साला भेनाको चाहिँ ल आजलाई चाहिँ यति नै गाइज है आजलाई यति नै ऱ्यापअप गरौँ अब यो भिडियो मन परेमा चाहिँ लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला till then see you next vlog till then ciao alright finally guys हामी चाहिँ आइपुग्यो घर है जस छोटो मिठो राइड है यहाँ कपडा सफा गरेर साला केटा चाहिँ भारी दह्रो नै भयो कति भयो केजी थियो होला 10 केजी चाहिँ थियो बडा चिरी बनायो पछाडि अब बाल्टी लिएर बसी चाहिँ मेरो आमा हो होइन अब भिडियोमा आइहाल्यो पर केही छैन जोस् अहिले चाहिँ हजुरहरूलाई देखाउँछु है के ल्याएको छु भनेर उहाँ चाहिँ मेरो धर्मपत्नी हो होइन जोस् हामी आइपुग्यौँ होइन तर पनि चिया पानी के कसो ऊ आफै पिउँदै आउँदैछ होइन इट्स ओके जोस् एटलास भाइलाई चाहिँ पानी ल ओह ओह अनि कोसीले बोकेर ल्याएको होइन मुकेश होइन कति गाह्रो भयो भन्दै त हो नि है गर्मीमा चिसो पानी हर हर्थ्यो बवाल हो यार
माइतीले कोसेली मेरी अरू त जे गर यो त लानै पर्छ भन्यो दिदीले यो त लानै पर्छ भनेर यो दबाई हुन्छ पियालाई देऊ भनेर लिएर आएको कोसेली मेरी नन्दलाई भनेर ल्याइदियो कि पुदिना है सारा र भेना त पुरा कोसेली हिँड्नु गएको जस्तो भयो नि यहाँ यो बन न्युरो उहाँ के अरे हामी बस्दा बस्दा लिएर आएको बनबाट ए त त्यो ए यो त है यो नि यो त नपोखाइकन लैजाऊ है भनेर ल्याइदिनु पर्यो मेन त अब त्यो उति ल्याउनु त भाँडो यो चाहिँ वन भैँसी लेकको वन भैँसी दबाई हुन्छ भनेर पठाइदिएको तिमीलाई दाइले माया गरेर यो तकरिबन छ यार मुकेश त 2 केजी छ यार 2 केजी बढी छ होला है ट्राउट फिस यो चाहिँ हाम्रो सारा केटाले च्याप्प समातेको समातेर ल्याएको हामीले त्यहाँ खोलामा गएर माछा मारेर ल्याएको फाइनली बुढाहरू चाहिँ गाउँ गएर फर्किनु भयो यो चाहिँ वनको कुरिलो चिप्ली गाउँको अनि यो चाहिँ वनको न्युरो फ्रेस छ आज मात्रै टिपेर ल्याएको अनि चाहिँ उहाँ ट्राउट फार्ममा चाहिँ लाइक ट्राउट फार्म चिप्लीमा चाहिँ दाइले पाल्नु भएको यो ट्राउट फिस अनि यो चाहिँ गाउँको लोकल भैँसीको सुकुटी र हड्डी अनि यो चाहिँ बारीको पुदिना अनि यो चाहिँ लोकल सागको गुन्द्रुक यो चाहिँ दाइले यहाँ बहिनीलाई कोसेली पठाइदिनु भएको दाइ र भाउजूलाई चाहिँ धेरै धेरै धन्यवाद यसको लागि अब चाहिँ मिठो गरेर चिरिप्प पारिन्छ।